वाउ वाउ दामी छ यार हामी आज फेवाताल पारी माछा मार्न आएको एउटा रड त छोको हो हल्ले कि रड छोरो हो तालपारी माछा मार्न आएको हेरौँ यार म चाहिँ यसरी लोकल दाना खेलिरहेको छु यहीँ पाउने फर समथिङ किनभने यो अब फिसिङको खासै सिजन होइन बट यु नेभर नो होइन र मेरो चाहिँ यसरी खेल्दैछु म आज एउटा उता डिस्टर्ब ढुङ्गा आएर एउटा पुरै एउटा के भन्छ यसलाई दाना कुखुराको दाना मिक्स गरेर अनि एउटा सिङ्गल हुकमा यो छ एउटा यो छ यसमा चाहिँ मैले चाहिँ प्लेन वाइट दानामा दाना होइन यो चाहिँ ब्रेड हो सो यस्तो देखिँदैछ मेरो चाहिँ लेट्स सी के हुन्छ होइन 2 3 लेट्स गो देयर गोज द नथिङ भन्छ नि ल म्याम्स गारा क्याच समथिङ होइन त आजलाई आज माछा नमारी नफर्किने आजको यो हाम्रो च्यालेन्ज के लाग्यो त तन्किन्छ बल्ल दाना जान टाइम लाग्छ यता होला ए गयो क्या थियो यार के हो के दाना आएको म ठिस भएको त होइन फिस अन आई थिङ्क आई डोन्ट नो तानै छैन कि माछाले के सानो पऱ्यो के अल्झेर आयो जस्तो छ के अल्झेर आयो ए माछै रहेछ परिरह बाम के अरे मागुर हो क्या चिल रहेछ नि त चिल माछा चिली हो क्या चिल भन्छ नि चिल माछा भन्छ कि यसलाई लाग्ने हो खोइ लन्छ सुन लाग्छ अड्केर बसिरहेको मैले भन्छ कस्तो लुज भइरहेको भनेको छोडिदिनु फेरि यता गएर अल्झेला यार ल गो लिभ योर लाइफ मार्छ ढुङ्गा मुनि गयो जोस बढ्यो होइन
छोडिदिने हो है छोडिदिने हो माछा खाइदिएछ क्या त्यो त खै के त एम्टी चुप्पा खाइदियो नि त खाइदियो कि पानीमा यस्तो सफा गरेर Fish from Feather Lake, right? दिस इज द लेक फार्म The lake. 2 kg. Not 2 kg, man. Maybe 1 kg. more than है हेर्दा अनि यार सरी हो क्या यस यस yes भान्जेले गर्छन् के यार यस भाइ That's what I'm talking about, mate. कत्रो होला अन्दाजी 1 किलो ह 1 किलो सर हो कि थाहा छैन फेरि दौडे छैन कि दौडे ए म्यान वाउ वाउ मैले भनेको स्पुन खेल्न जाम स्पुन खेल्न त्यही भएर भने लुड खेल्न जाम भनेर हजुर एउटा पर्यो वाउ हेर्नु न गाडी छ के चाहिँ त है ला सरी हो खै ठुलै होला 2-3 किलो मनी एउटा झिक्दिन्छ त चल त्यसबाट नि हान्दियो त साइडबाट या छ साइडको क्यामेरा खिच्नु डाइरेक्ट खोल्छ खोल्तीमा हेर मेरो यसकोमा उ छैन कि छड्को खिच ल खोल्टीमा छ तल लक्की छन् क्या हामी साइडबाट खिच ल साइडबाट अघि जस्तो मेरोबाट खिच्नु न अब किन गर्छु म भन्छन् क्या अब वाउ साइडबाट कि सोल्टी रोकेर छड्के कि पहिला हान्दा त ठुलो थिएन कि झड्का त चुप्रुङको उफ्रियो थियो त उफ्रियो थियो क्या चुप्रुङ हजुर 5 किलो भन्दा माथि छ छैन 2-3 किलो होला ढाक्नलाई टाइम लाग्छ कि त्यही त ए यार ग्यारेज भाइ बसेर खिच्छ सट्टी बसेर जाल पनि छैन झिक्नु जाली साली केही छैन हातले झिक्छ हातले झिक्नु पर्ने अब माथि आइसकेको छ लगभग माछा लगभग म्यान कम अन माथि आइसकेको माछा यार